हेलो गुड मर्निङ फेरि पनि मिनी भ्लगमा तपाईँलाई म हार्दिक स्वागत गर्न चाहन्छु र आज हामी जाँदैछौँ सेडोनामा। हामी बसेको ठाउँ फिनिक्सबाट लगभग 2 घण्टाको गाडीको यात्रा गरिसकेपछि हामी चाहिँ सेडोना भन्ने ठाउँमा आइपुग्यौँ अनि त्यो ठाउँबाट चाहिँ हामीले हाम्रो यात्रा सुरु गऱ्यौँ। अनि यहाँ चाहिँ यसरी ट्रेल गर्ने विभिन्न ठाउँहरू बनाइएको रहेछ, किनभने यो ठाउँमा चाहिँ माउन्टेनले भरिएको ठाउँ थियो। अनि त्यो माउन्टेनहरूलाई हेर्दाखेरि चाहिँ रेड कलरको माटोहरू होइन, रातो कलरको माटोहरू, अनि वरिपरि माउन्टेन ठुलो ठुलो माउन्टेनहरू थियो, जङ्गल, सुन्दर यस्तो ठाउँहरू बनाएको रहेछ। हामी चाहिँ क्याथेड्रल ट्रेलको यो बाटोमा चाहिँ ट्रेकिङ गर्नको लागि हामी सबैजना हिँड्दैछौँ हामी टुप्पामा। आकाश नजिकै छ है, यहाँ आकाश छुन लागिसक्यो, आकाश छुन। त्यसपछि चाहिँ हामी कुराकानी गर्दै गर्दै अझै बढी माथि हिँड्दै गयौँ। लगभग 20 मिनट अथवा हामीलाई त आधी घन्टाभन्दा पनि बढी लाग्यो होला। 20 मिनटको यो यात्रा गरिसकेपछि चाहिँ यसरी 4 हात खुट्टाले टेक्दै अलिकति गाह्रो थियो, अलि चिफ्लिने बाटोहरू जस्तो देखिन्थ्यो, तर चिफ्लिन चाहिँ चिफ्लिन्थेन, तर एकदम गाह्रो थियो यो माथि चढ्नको लागि चाहिँ। यस्तो रकी माउन्टेनहरूबाट हुँदै चढ्दै जानुपर्ने अलिकति टेक्निकल नै थियो। त्यसपछि चाहिँ हामी सबभन्दा गाह्रो चाहिँ अहिले यो देखाएको बाटो हो, यो बाटो चाहिँ अलिकति गाह्रो नै थियो। त्यसपछि हामी बिस्तारै माथि गयौँ अनि माथि गइसकेपछि चाहिँ हाम्रो ट्रेलको एन्ड पनि भयो। अनि एन्ड भइसकेपछि चाहिँ वरिपरिको दृश्य अति नै सुन्दर देखिएको थियो। आकाश पनि नजिकै छ कि भन्ने जस्तो फिल हुने, एकदमै इन्जोय गऱ्यौँ हामीले। यो ठुलो बिग माउन्टेनहरू पनि एकदमै इन्जोय गऱ्यौँ। त्यसपछि चाहिँ हामी पछि यो सबै अवलोकन गरिसकेपछि फर्केर आयौँ। अनि हामी एउटा क्याफेभित्र यसो छिरेका थियौँ। अचम्म लाग्दो ढुङ्गा मैले देखेँ। अनि त्यो ढुङ्गा हेर्नुहोस् है, यो मैले देखाइराखेको यस्तो ढुङ्गा हो। अनि त्यो वरिपरि ढुङ्गा छ, अनि भित्र चाहिँ त्यो ढुङ्गाभित्र